कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतः क्लेशनाशाय गोविन्दाय नमो नमः। जय श्री कृष्ण। प्रिय आत्मनहरू, हामी श्रीमद् भागवत महापुराणको दशम स्कन्द अन्तर्गतको गोपी गीतको बारेमा चर्चा गरिरहेका छौँ। आज हामी तृतीय दिवसमा छौँ। हामीले हिजो दोस्रो श्लोकको बारेमा सामान्य भावार्थ गरेका थियौँ। आज हामी तपाईलाई गोपी गीतको तृतीय श्लोकको सामान्य भावार्थ लगाउन प्रयास गर्नेछौँ। हिजो हामीले गोपिनीहरूले भगवान श्री कृष्णलाई कमलको फूलसँग तुलना गरेर आफूलाई अशुल्क दासिका बनाएर भगवान श्री कृष्णको नजरबाट आफू नबचेको कुरा र प्रेममा पारेर अन्तिममा हामीलाई छोडेर जानुभएको प्रसङ्ग चाहिँ हामीले श्रवण गरेका थियौँ। प्रिय आत्मनहरू, हामीले हिजो केसम्म बुझेका थियौँ भने जबसम्म हामीभित्र अहङ्कार रहन्छ तबसम्म भगवान श्री कृष्ण हामीभित्र प्रवेश गर्नु हुँदैन भन्ने कुरा चाहिँ हामीले हिजोको प्रसङ्गबाट बुझेका थियौँ। आज हामी तृतीय श्लोकको बारेमा सामान्य भावार्थ गरौँ। तृतीय श्लोक यस प्रकार रहेको छ। विषजलाप्ययात् व्याल राक्षसात् वरेश मारुतात् वैद्युतानलात् विषवयात्मजात् विश्वतो भयात् ऋषभ ते वयं रक्षिता मुहु। हे ऋषभ, ते वयं विश्वत भयात् मुहु रक्षिता स्म। प्रिय आत्मन, भगवान श्री कृष्णको बाल्यकालमा गोपिनीहरूलाई भगवान श्री कृष्णले थुप्रै समस्याहरूबाट बचाउनु भएको थियो। सबैभन्दा पहिला त कालियानागको त्यो विषले भरिएको जलबाट उहाँले मुक्ति दिनुभएको थियो। त्यस्तै गरी वैद्युतानलात् अनलमा चाहिँ वनमा लागेको डडेलोबाट बचाउनु भएको थियो, हैन। विभिन्न थुप्रै राक्षसहरूबाट बचाएर गोपिनीहरूको र ब्रजमण्डलकै चाहिँ सुरक्षा गर्नुभएको कुरा चाहिँ हामीले कथामा श्रवण गरेका थियौँ। त्यस्तै तपाईले चाहिँ हामीले थुप्रै समस्याबाट, विश्वका थुप्रै कठिन समस्याबाट चाहिँ तपाईले हामीलाई बचाउनु भएको थियो। तर आज तपाईँ चाहिँ यसरी हामीबाट दूर हुँदा हामीलाई एकदमै पीडा बोध भइरहेको छ। हामी चाहिँ एकदमै कारुणिक, हामी चाहिँ तपाईलाई नपाएर तडपिरहेका छौँ भनेर भगवान श्री कृष्णसँग गोपिनीहरूले बिन्ती बिसाउँछन्। वर्तमान समयसँग जोड्दा समाजमा फैलिएका नकारात्मकता, कुलत सङ्गत, हैन, खराब विचारहरू चाहिँ, नकारात्मक विचारहरूले चाहिँ हामीलाई चाहिँ के गरिरहेका छन् त, हाम्रो वर्तमान समाजसँग जोडेर हेरौँ। वर्तमान समाजमा जसै गरी विष जलबाट भगवानले रक्षा गर्नुभएको थियो, त्यसै गरी हामीभित्र पनि हाम्रो विचारका कारण, हाम्रो विचारलाई चाहिँ हामीले नकारात्मकता र खराब सङ्गतबाट हाम्रो विचारलाई हामीले विष समान बनाएका छौँ। त्यसबाट पनि हामीले छुटकारा पाउनुपर्छ। वरेश मारुतात् भने आर्थिक सङ्कटहरू, पारिवारिक समस्या र तनावहरू जो छन् तिनीहरूबाट पनि बच्नको लागि हामीले कृष्णसँग समर्पणको भावना राख्नुपर्छ। त्यसै गरी अर्को छ राक्षसा। विभिन्न राक्षसहरू छन्। अहिले त बाहिरी राक्षसहरू देखिँदैनन्, हामीभित्रै राक्षसहरू छन्। काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, एकदमै भयानक राक्षसहरू हामीभित्र प्रवेश गरिरहेका छन्। र सबैभन्दा प्रमुख मुख्य शत्रु त, मुख्य राक्षस त अहिले सामाजिक सञ्जाल, मोबाइलको एडिक्सन, सोसल मिडियाको एडिक्सन नै हाम्रो सबैभन्दा ठुलो राक्षस बनेको छ। त्यसबाट कसरी बच्ने? प्रिय आत्मनहरू, वर्तमान समयमा पनि हामीलाई यस्तै आर्थिक सङ्कटहरू, पारिवारिक समस्याहरू, तनावहरूको कारणले हामी एकदमै विचलित भएका छौँ। हामीले चाहिँ सहारा माग्नको लागि पूर्ण रूपमा समर्पणको भाव राखेर भगवान श्रीकृष्णसँग बिन्ती गर्नुपर्छ। जसरी गोपिनीहरूले चाहिँ गर्नुभएको थियो, त्यसै गरी हामीले पनि वर्तमान समाज र आधुनिक समाजबाट कसरी माथि उठ्ने, कसरी हामीभित्र रहेको तनावलाई टाढा भगाउने भन्ने कुराको बारेमा हामीले बारम्बार चिन्तन गर्नुपर्छ। दर्शकबिन, हामी भोलि चतुर्थ श्लोकको बारेमा सामान्य चर्चा गर्नेछौँ। तपाईँलाई भिडियो कस्तो लाग्यो? लाइक, सेयर र कमेन्ट बक्समा राधे राधे लेख्न नभुल्नुहोला। जय श्री कृष्ण।